साथीहरू अहिले भने भुन्टीलाई शङ्करले अपहरण गरेर राखेको छ। विगतमा पनि शङ्करले भूपेन्द्रको जीवनमा धेरै समस्याहरू ल्याएको थियो। अहिले भने भूपेन्द्रसँग बदला लिनको लागि शङ्करले यसरी भुन्टीलाई अपहरण गरेको छ। वास्तवमा शङ्करले अहिले अरू आक्रमणकारीहरूसँग मिलेर भुन्टीलाई स्कुल जाने क्रममा अपहरण गरेको हो। सबैभन्दा सुरुमा त शङ्करले एकजना आफ्नो साथीलाई खटाएर भूपेन्द्रको माट या भनौँ भूपेन्द्रको अफिसमा चोरी भएको छ भनेर झुटो खबर भूपेन्द्रलाई सुनाउँछ। त्यस पछाडि भने भूपेन्द्र आत्तिँदै आफ्नो अफिसतिर जान्छन्। कसले के चोरी गर्यो भन्दै भूपेन्द्र आत्तिँदै आफ्नो अफिसतिर जान्छन् अनि भुन्टीलाई पनि तिमी आज एक्लै स्कुल जाऊ भनेर भन्छन्। यता भूपेन्द्र आफ्नो अफिसमा पुग्दा त्यहाँ त केही पनि कुराको चोरी भएको हुँदैन। यता भुन्टी भने भूपेन्द्रले तिमी एक्लै स्कुल जाऊ भनिसकेपछि भुन्टी पनि एक्लै स्कुल जान तयार भइसकेकी हुन्छन् अनि स्कुलतिर जान्छन्। तर यता भुन्टी स्कुल जाने क्रममा भने भूपेन्द्रसँग बदला लिनको लागि शङ्कर अनि अरू आक्रमणकारीहरू या भनौँ भूपेन्द्रको दुश्मनहरूले भुन्टीको पिछा गर्छन् अनि भुन्टीको अपहरण गर्छन्। यता भूपेन्द्र भने आफ्नो अफिसमा सबै सामानहरू हेरिरहेका हुन्छन्। तर भूपेन्द्रले त्यहाँ त केही पनि कुराको चोरी नभएको कुरा थाहा पाउँछन्। त्यस पछाडि आफूमाथि कसले यसरी फ्रड गर्न खोजेको हो भनेर भूपेन्द्रले त्यही व्यक्तिलाई फोन गर्छन् अनि त्यो व्यक्तिलाई फोन गरेर मेरो अफिसमा त केही पनि कुराको चोरी भएको छैन, तपाईँले मसँग किन यसरी फ्रड गर्न खोज्नु भएको, किन झुटो कुरा बोल्नु भएको भनेर भूपेन्द्रले भन्दा त्यता आक्रमणकारीले भने चोरी तपाईँको अफिसमा होइन तपाईँको श्रीमती भएको छ, भुन्टीलाई हामीले अपहरण गरेका छौँ, भुन्टी हामीसँग छे भन्दै यसरी त्यता फोनबाट भने एकजना व्यक्तिले भूपेन्द्रसँग कुरा गर्छन्। यो कुरा सुनिसकेपछि भूपेन्द्रले पनि आफ्नै श्रीमती भुन्टी अपहरणमा परेकी छिन् भन्ने कुरा थाहा पाउँछन्। वास्तवमा यसरी भुन्टीलाई अपहरण गरेर राख्ने यो सबै शङ्करको योजना हुन्छ। विगतमा पनि शङ्करले पटक पटक भूपेन्द्रसँग बदला लिनको लागि धेरै योजनाहरू बनाइसकेको थियो। सबैभन्दा सुरुमा त उसले भूपेन्द्र अनि भुन्टीमाथि आक्रमण गरेको थियो। ज्यान लिने योजना बनाएर उसले भूपेन्द्र अनि भुन्टीलाई जङ्गलमा पछाडिबाट आएर आक्रमण गर्दा पनि भूपेन्द्र जिउँदैछन्। आफ्नो स्वास्थ्य अवस्था ठिक भइसकेपछि भूपेन्द्रले आफूमाथि आक्रमण गर्ने अरू कोही नभएर त्यही शङ्कर हो भन्ने कुराको पहिचान गरी त्यसलाई कानुनी रूपमा सजाय दिएर जेल हाल्न सफल भएका थिए। अनि जेलबाट निक्लिसकेपछि शङ्करले फेरि पनि भूपेन्द्रसँग बदला लिने योजना बनायो। दाजुभाइको सम्बन्ध बिगारो अनि एकजना व्यक्तिलाई खटाएर भीमलाई आफ्नो पक्षमा पारो। भीमले पनि आफ्नो दाजु भूपेन्द्र विरुद्ध प्रहरीमा उजुरी हाल्न तयार भएका थिए। तर यता भुन्टीले बनाएको योजना अनुसार भीमले आफ्नो सोचमा सुधार ल्याए अनि दुईजना दाजुभाइको सम्बन्ध राम्रो भएको थियो। यसरी पटक पटक भूपेन्द्रसँग बदला लिने, भूपेन्द्रको बिजनेसलाई घाटामा पुर्याउने योजना बनाउँदा पनि आफू असफल भएको कारणले गर्दाखेरि यो पटक भने शङ्करले भूपेन्द्रकी श्रीमती भुन्टीलाई नै अपहरण गरेर राखेको छ। यसरी शङ्करको कारणले गर्दाखेरि अहिले भने भूपेन्द्रको जीवनमा फेरि समस्या आएको छ या भनौँ भूपेन्द्रको अनि शङ्करको दुश्मनीको कारणले गर्दाखेरि भुन्टीले भने दुःख पाएकी छिन्। शङ्करले यता भूपेन्द्रसँग बदला लिनको लागि भुन्टीलाई अपहरण गरेर राखेको छ अनि यो कुरा अहिले भूपेन्द्रले थाहा पाइसकेका छन्। मलाई यसरी अफिसमा चोरी भएको बहाना बनाएर उनीहरूले भुन्टीलाई एक्लै पारे अनि अपहरण गरे भन्ने कुरा भूपेन्द्रले बुझेका छन्। तर सुरुमा भने भूपेन्द्रले यो सबै आक्रमणकारीको योजना हो भन्ने कुरा पत्ता लगाउन सकेनन्। यसरी अहिले भने त्यो शङ्करको कारणले गर्दाखेरि भूपेन्द्रको जीवनमा ठुलो समस्या आइपरेको छ। साथीहरू आजको यो भिडियोमा हामी गत हप्ता आएको भागमा के भयो अनि अब आउने नयाँ भागमा के हुन सक्ला भनेर आजको यो भिडियोमा चर्चा गर्नेछौँ। त्यही भएर यदि तपाईँहरू पनि भुन्टी अनि भूपेन्द्रलाई मन पराउनुहुन्छ भने तल कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनुहोला। गत हप्ता आएको भागमा हामीले भूपेन्द्रले भूमिकाको केटा या भनौँ भूमिका बोयफ्रेन्डलाई सजाय दिएको देखेका थियौं। किनभने भूमिकालाई सुरुमा त त्यो केटाले बे गर्छु भनेर आश्वासन दिएको थियो अनि सरसम्म ल्याएको थियो। तर सर ल्याइसकेपछि भने उसले भूमिकासँग बे नगर्ने अनि भूमिकालाई धोका दिएको कुरा स्वीकार गर्छ। त्यति मात्र नभएर उसले भूमिकामाथि कुटपिट गर्छ अनि भूमिकालाई घाइते बनाउँछ। यो देखेर भूपेन्द्र धेरै रिसाएका थिए। त्यो केटालाई म जुत्ताको माला लगाएर यहाँबाट कालो मसौदाले निकाल्छु, त्यसलाई म मार्छु भन्दै भूपेन्द्र रिसले आगो भएका थिए।
थिए। यता भूमिकाले सबै वास्तविक कुराहरू भनिसकेपछि अनि त्यो केटा कहाँ बस्छ भन्ने कुराको जानकारी दिइसकेपछि भूपेन्द्र, बुन्टी अनि भूमिका त्यो केटा बस्ने ठाउँमा गएका थिए। तर त्यहाँ पुग्दा भने उक्त केटा पहिला नै भागिसकेको हुन्छ। तर पनि भूपेन्द्रले त्यो केटा कहाँ बस्छ अनि अहिले भागेर कहाँ गयो भन्ने कुरा पत्ता लगाई पुलिसको जिम्मामा लगाएका थिए। यसरी भूमिकामाथि कुटपिट गर्ने केटाले अहिले भने सजाय पाएर ऊ जेलमा गएको छ। त्यस पछाडि भने भूपेन्द्र, बुन्टी अनि भूमिका आफ्नो घरतर्फ फर्कदै हुन्छन्। उनीहरू घर फर्कने बेलामा गाउँबाट बुवा आमाले भने भूपेन्द्रलाई फोन गर्छन्। वास्तवमा गाउँबाट बुवा आमाले भूपेन्द्रलाई भूमिकाको बिहेको विषयमा प्रश्न सोध्नको लागि अनि यस विषयमा छलफल गर्नको लागि भनेर भूपेन्द्रलाई फोन गरेका हुन्छन्। भूपेन्द्रलाई फोन गरेर गाउँमा भूमिकाको बिहे गर्ने प्रस्ताव आएको छ अनि यो प्रस्ताव लिएर आउने मान्छे पनि हामीले चिनेको नै व्यक्ति हो। उसको छोरा अहिले विदेशमा बस्छ अरे अनि उतै काम गर्छ अरे। भूमिका अनि त्यो केटा सानाका मिल्ने साथी पनि हुन् अनि उसले भने बे गरौँ भनेर प्रस्ताव ल्याएको छ। त्यही भएर हामीले त भूमिका के गर्छे अनि तिमीहरू सबैजना दाजुभाइ मिलेर सल्लाह गर अनि के भन्छौ भनेर हामीले त तँलाई यो कुरा सुनाउनको लागि फोन गरेको। अब भूमिकालाई सोध अनि दाजु भाउजू सबैजनालाई सोधेर बे गर्ने कि नगर्ने निर्णय लिए भनेर यसरी गाउँमा भएका बुवा आमाले भूपेन्द्रलाई फोन गरेका हुन्छन्। यो कुरा सुनेर भूपेन्द्र भने निराश पर्छन् किनभने वास्तवमा भूमिका कुन अवस्थामा छे भन्ने कुरा गाउँमा भएका आमा बुवाले अझसम्म पनि थाहा पाएका छैनन्। त्यही भएर भूपेन्द्रले त भूमिकाको सबै वास्तविक कुराहरू गाउँमा भएका आमा बुवालाई पनि सुनाउन खोजिरहेका हुन्छन्। तर त्यही समयमा भूमिका आउँछिन् अनि आमा बुवासँग बोलिरहेका भूपेन्द्रको फोन काटिदिन्छन्। यता भूपेन्द्रले भने किन फोन काटे कि यस्तो कुरा त मैले सबै बुवा आमालाई सुनाउनु पर्छ, पछि बुवा आमाले थाहा पाउनु भयो भने म चाहिँ समस्यामा पर्न सक्छु भनेर भूपेन्द्रले सबै कुराहरू गाउँमा भएका आमा बुवालाई सुनाउने कुरा गर्छन्। तर यता भूमिकाले भने आफ्नो दाजुसँग बिन्ती गर्दै यो कुराहरू कसैलाई पनि नसुनाउनु, त्यो केटाले त सजाय पनि पाइसक्यो, अब सबै कुरा राम्रो भइसक्यो। यदि तपाईँले यो कुरा गाउँमा आमा बुवालाई भन्नुभयो भने मेरो त बेइज्जत हुन्छ नै, यता सहरमा भएका दाजु भाउजूले पनि थाहा पाउनुहुन्छ। बरु यो कुरा तपाईँले लुकाएर राख्नु, कसैलाई पनि नसुनाउनु भनेर भूमिकाले बिन्ती गरिसकेपछि यता भूपेन्द्रले पनि यो कुराहरू कसैलाई पनि नसुनाउने भएका छन्। यता फेरि पनि गाउँमा भएका बुवाले फोन गरेर भूपेन्द्रलाई अब भूमिकाको बिहेको विषयमा सबैजनासँग प्रश्न गर अनि भूमिकालाई पनि सम्झा। त्यही भएर अब यदि भूमिकाले मानि भने भूमिकाको बिहे गर्नुपर्छ भन्दै गाउँमा भएका बुवा आमाले यस्तो कुराहरू यता भूपेन्द्रलाई भन्छन् अनि भूपेन्द्रले पनि अब सबैजनासँग सल्लाह गरेर म चाँडै जवाफ दिन्छु भनेर भूपेन्द्रले भनेका हुन्छन्। तर यसरी चाँडै जवाफ दिन्छु अनि अहिले नै भूमिकाको बिहे गर्ने निष्कर्षमा नपुगेका कारणले गर्दाखेरि गाउँमा भएकी बालकुमारी भने भूपेन्द्र अनि बुन्टी दुवैजनासँग रिसाउँछिन्। भूपेन्द्रले यति सानो कुराको निष्कर्ष निकाल्न पनि किन यति धेरै समय लगाएको, पक्कै पनि बुन्टीको लैलैमा लागेर अब भूपेन्द्रले बिहे गर्नु पर्दैन भनेर भन्छ। पक्कै पनि बुन्टीले अब भने भूमिकाको त्यस्तो राम्रो केटासँग बिहे हुन दिदिन, बुन्टीकै कारणले गर्दाखेरि भूमिकाको बिहे नहुने पर्यो भनेर यसरी बालकुमारीले अहिले फेरि पनि बुन्टीलाई गलत सोचेकी छिन्। यसरी बालकुमारीले फेरि पनि बुन्टीलाई गलत सोच्न थालेकी छिन्। विगतमा पनि बालकुमारीले आफ्नी बुहारी बुन्टीलाई धेरै दुःख दिने गरेको कुरा त हामी सबैलाई थाहा छ। बालकुमारीले बुन्टीलाई दुःख दिएकै कारणले गर्दाखेरि भूपेन्द्रले बुन्टीलाई सहर ल्याएका थिए अनि जब सहर आइसकेपछि दाजुभाइको सम्बन्ध बिग्रियो या भनौँ भीमले आफ्नो दाजु भूपेन्द्रको विरुद्धमा भएर दुईजनाको झगडा जब पर्यो तब पनि बालकुमारीले यसको दोष बुन्टीमाथि लगाएकी थिइन्। बुन्टीकै कारणले गर्दाखेरि दाजुभाइको सम्बन्ध बिग्रेको हो। बुन्टीले भूपेन्द्रलाई आफ्नो पक्षमा पारी अनि भीमसँग झगडा गराइदिई भनेर यसरी बालकुमारीले आफ्नै बुहारी बुन्टीलाई गलत सोचेकी थिइन्। यसरी अहिले पनि यदि भूमिकाको त्यही केटासँग बिहे भएन भने बालकुमारीले फेरि पनि यसको दोष बुन्टीमाथि लगाउन सक्छिन्। त्यस पछाडि भने भूपेन्द्र, बुन्टी अनि भूमिका आफ्नो घरतिर जान्छन्। घरमा गएर भूपेन्द्रले भने बहिनीको अवस्था ठिक छ अरे, डाक्टरहरूले औषधि दिएको छ अरे भनेर भन्छन्। किनभने भूपेन्द्र, बुन्टी अनि भूमिका त वास्तवमा हस्पिटल जाने बहाना बनाएर घरबाट निक्लेका हुन्छन्। उनीहरूले सबै कुराहरू आफ्नो दाजु भाउजूलाई सुनाएका हुँदैनन् अनि यसरी भूपेन्द्र, बुन्टी अनि भूमिका त्यो केटालाई सजाय दिन जान लागेको बेलामा उता भाउजूले भने बुन्टीलाई घरमा नै राख्नु, मलाई खाना पकाउन सघाउँछिन् भनेर भनेकी हुन्छन्। तर भूमिकाले आफ्नै भाउजू बुन्टीलाई पनि आफूसँगै लिएर गएकी हुन्छन्। त्यही भएर विदेशबाट आएकी भाउजू भने भूपेन्द्र, बुन्टी अनि भूमिका तिनैजनासँग रिसाएकी थिइन्। त्यस पछाडि भूपेन्द्रले भने खाना खानु भयो कि भएन भनेर प्रश्न गर्दा जवाफमा भने हामीले त खायौँ भन्दै दाजु भाउजूले जवाफ दिन्छन्। तर जब बुन्टी, भूपेन्द्र अनि भूमिका खाना खानको लागि
किचनमा पुग्छन् तब त्यहाँ भने कुनै पनि खाना हुँदैन। उनीहरूले खाइसकेर भूपेन्द्र, बुन्टी अनि अरूलाई चाहिँ राख्देका हुँदैनन्। त्यति मात्र नभएर जुठा भाँडाहरू पनि माझ्नको लागि भनेर ती विदेशबाट आएकी भाउजूले बुन्टीलाई नै थुपार्देखि हुन्छन्। यसरी अहिले भने विदेशबाट आएकी भाउजूले फेरि पनि बुन्टीलाई दुःख दिन थालिसकेकी छिन्। त्यति मात्र नभएर विदेशबाट आएकी भाउजूले अहिले भने बुन्टीलाई गाउँ पठाउने कोसिस गरिरहेकी छिन्। हो साथीहरू, आफ्नो श्रीमानसँग कुरा गर्दै तपाईँले अब भूपेन्द्रलाई सम्झाउनु अनि बुन्टीको पढाइ बन्द गरेर बुन्टीलाई गाउँमा नै पठाउनु पर्छ। म त गाउँ जान सक्दिनँ, अब भने हामीले बुन्टीलाई गाउँ पठाउनु पर्छ भनेर ती भाउजूले आफ्नो श्रीमानसँग कुरा गरेकी छिन्। अनि यता उनका श्रीमानले भने जवाफमा, भर्खर त भूपेन्द्रले बुन्टीलाई पढ्नको लागि स्कुलमा भर्ना गरिदिएको छ अरे, अनि म कसरी भूपेन्द्रको बुढीलाई तिमीले गाउँ पठाउनु पर्छ भनेर भन्न सक्छु त? म त यस्तो कुरा गर्न सक्दिनँ भनेर उनले जवाफ दिन्छन्। तर पनि हामीले यहाँबाट यता विदेशबाट आएकी भाउजूले भने बुन्टीको पढाइ बन्द गर्न खोजिरहेकी छिन् अनि बुन्टीलाई गाउँ पठाउन खोजिरहेकी छिन् भन्ने कुरा सजिलै बुझ्न सक्छौ। त्यति मात्र नभएर विगतमा पनि यी भाउजूले बुन्टी पढ्दैन पढेको केटी भर्खर पढ्नको लागि स्कुल जाँदैछ अनि गाउँकी केटी हो भन्ने कुरा थाहा पाइन् तब उनको बुन्टी प्रतिको व्यवहार नै परिवर्तन भएको थियो। उनले बुन्टीलाई हेप्ने अनि होच्याउँदै बोल्ने गर्थिन्। त्यहीबाट पनि हामीले यसरी ती भाउजूले बुन्टीलाई अब भने दुःख दिन सक्छिन् भनेर अनुमान लगाएका थियौँ। अनि अहिले भने ती भाउजूले यसरी बुन्टीलाई दुःख दिन थालिसकेकी छिन्। यसरी बुन्टीको जीवनमा फेरि पनि समस्याहरू आएका छन्। विगतमा बालकुमारीले बुन्टीलाई दुःख दिने गर्थिन्, त्यसरी नै पिता भाउजूले भने बुन्टीलाई अहिले दुःख दिन थालिसकेकी छिन् अनि बुन्टीलाई गाउँ पठाउन खोजिरहेकी छिन्। यदि भाउजूले योजना बनाएर बुन्टीलाई गाउँ पठाइन् भने बुन्टीको पढ्ने सपना पनि अपुरो हुन्छ। किनभने जब बुन्टी बिहे गरेर आइसकेपछि पढ्ने इच्छा गरेकी थिइन् अनि भूपेन्द्रले आफ्नै श्रीमती बुन्टीलाई गाउँको स्कुलमा भर्ना गर्देका थिए तब बालकुमारी बुन्टीको दुश्मन बनिन् अनि बुन्टीलाई पढ्न दिनन्। बुन्टी पढ्न खोज्दा पनि बालकुमारीले सासाना कामहरू अराउँदै सबै दोषहरू अनि गल्तीहरू बुन्टीलाई देखाउने गर्थिन्। यसरी बालकुमारीको कारणले गर्दाखेरि बुन्टीले गाउँमा बसेर पढ्न पाएकी थिइनन् अनि धेरै दुःख पाएकी थिइन्। यही दुःख देखेर भूपेन्द्रले भने आफ्नै श्रीमती बुन्टीलाई सहर ल्याएका थिए। तर सहरमा पनि अहिले विदेशबाट भाउजू आइसकेपछि यसरी बुन्टीले दुःख पाइरहेकी छिन्। भाउजूले अहिले भने बुन्टीको पढाइ छाडेर अहिले बुन्टीलाई गाउँ पठाउने कोसिस गरिरहेकी छिन्। त्यति मात्र नभएर अहिले भने बुन्टी अपहरण परिसकेपछि अब भने भूपेन्द्रको जीवनमा अरू धेरै समस्याहरू आइपरेका छन्। आफ्नो दाजु अनि भाउजूबाट रिएको त्यत्रो पैसा कसरी फिर्ता तिर्ने भनेर भूपेन्द्र समस्यामा त छँदै थिए, त्यसमाथि पनि यता ती शङ्कर अनि अरू आक्रमणकारीहरू भूपेन्द्रका दुश्मनहरू मिलेर बुन्टीलाई अपहरण गरे। यता भूपेन्द्रका दुश्मनहरूले सबैभन्दा सुरुमा त भूपेन्द्रलाई फोन गरे अनि तपाईँको अफिसमा चोरी भएको छ, चाँडै आउनु भनेर भने। त्यस पछाडि भूपेन्द्र पनि आत्तिँदै आफ्नो अफिसमा पुगेका थिए। बुन्टीलाई भने भूपेन्द्रले तिमी आज एक्लै स्कुल जाऊ भनेर एक्लै जाऊ भनेका थिए अनि भूपेन्द्र आफ्नो अफिसमा पुगेका थिए। तर आफ्नो अफिसमा पुग्दा त्यहाँ केही पनि कुराको चोरी भएको हुँदैन थियो। यता बुन्टी भने एक्लै स्कुल जाँदै हुन्छन्। त्यही क्रममा भूपेन्द्रका दुश्मनहरू बुन्टीको अगाडि आउँछन् अनि बुन्टीलाई अपहरण गर्छन्। यसरी शङ्करले फेरि पनि भूपेन्द्रसँग बदला लिनको लागि बुन्टीलाई अपहरण गरेर राखेको छ। भूपेन्द्रसँग बदला लिनको लागि कतै शङ्करले बुन्टीलाई चोट त पुर्याउने होइन। तपाईँहरूलाई के लाग्छ तल रहेको खाली कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। अनि भूपेन्द्रले आफ्नै श्रीमती बुन्टीलाई बचाउनु पर्छ भन्ने को हुन्छ तल रहेको कमेन्ट सेक्सनमा बुन्टी भूपेन्द्र भनेर कमेन्ट गर्न सक्नुहुनेछ। अनि यस्तै खालको भिडियोहरू हेर्नको लागि हाम्रो यो च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला।